स्टार्टअप लोनको लागि अप्लाई गर्न अब 9 दिन मात्र बाँकी छ र अप्लाई गरिसक्नु भएको छैन भने कसरी एप्लिकेसनलाई स्ट्रङ बनाउने भनेर बुझ्नको लागि हाम्रो अघिल्लो भिडियोहरू हेर्नुहोला। धेरैजनाले सोच्नुहुन्छ कि मेरो आइडिया राम्रो छ भने त लोन पाइहालिन्छ नि। तर साँच्चीकै भन्नुपर्दा आइइडिआईले आइडिया होइन बिजनेसलाई फन्ड गर्छ र गत वर्षको डेटा हेर्ने हो भने टोटल एप्लिकेन्ट्स मध्ये 88 जनाको एप्लिकेसन चाहिँ आइइडिआईले रिजेक्ट गरेको थियो। र मानौ तपाईँ यो लोनको लागि सर्टलिस्ट हुनुभयो। सर्टलिस्ट भएपछि प्रेजेन्टेसनमा चाहिँ कस्तो कुरामा ध्यान दिनुपर्छ त? आजको भिडियोमा हामी त्यही बारे कुरा गर्नेछौँ। टिप्स एन्ड ट्रिक्सको लागि भिडियो एन्डसम्म हेर्नुहोला। हरेक वर्ष हजारौंले अप्लाई गर्छन् तर रिजेक्ट पनि हजारौं नै हुन्छन्। यो चाहिँ बिजनेस आइडिया अथवा बिजनेस नराम्रो भएर मात्रै चाहिँ होइन, धेरैको चाहिँ प्रपोजल नै अधुरो हुन्छ। आइइडिआईले तपाईँको प्रपोजल इभ्यालुएट गर्दा प्रोटोटाइप छ कि छैन, फाइनेन्शियल प्रोजेक्सन छ कि छैन, मार्केट रिसर्च गरेको छ कि छैन र टेक्नोलोजीको कसरी युज भएको छ भनेर इभ्यालुएट गर्छ। त्यसको साथसाथै स्वोट एनालाइसिस, रिस्क म्यानेजमेन्ट, अडिटेड फाइनेन्शियल्स र इम्प्लोइ स्यालेरी डिटेल्स पनि इभ्यालुएट हुन्छ। यी कुराहरूलाई तपाईँले राम्रोसँग हाइलाइट गर्न सक्नु भएन भने कमिटीले फाउन्डरले त आफ्नो बिजनेस नै राम्रोसँग बुझेको रहन्छ भन्ने सोच्छ। र सबैभन्दा ठुलो मिसअन्डरस्ट्यान्डिङ चाहिँ के छ भने यो लोन पाएपछि म आइडियामा काम गर्न सुरु गर्छु भन्ने छ धेरैजनालाई चाहिँ। तर यो सोच चाहिँ खासमा उल्टो भयो। आइइडिआईलाई चाहिँ युजर्स वा रेभेन्यूको सङ्केत, ट्याक्स क्लियरेन्स, अडिट रिपोर्ट पनि चाहिने हुन्छ। सो यो लोन चाहिँ कन्सेप्ट स्टेजको बिजनेसहरूलाई होइन कि यो चाहिँ चलिरहेको बिजनेसलाई स्केल गर्नलाई हो। त्यही भएर राम्रोसँग प्रिपेयर नगरिकन अप्लाई गर्दा चाहिँ लोन पाउने चान्सेस एकदमै कम हुन्छ। आफ्नो एप्लिकेसनलाई कसरी स्ट्रङ बनाउने भनेर त हामीले हाम्रो अघिल्लो भिडियोमा कुरा गरिसकेका छौँ। र तपाईँलाई यो लोनको एप्लिकेसनको लागि फर्दर गाइडेन्स अथवा सल्लाह चाहिएमा चाहिँ खातापाना एप डाउनलोड गरेर हाम्रो स्टार्टअप लोन एक्सपर्टसँग सिधै एपबाट कुरा गर्न सक्नुहुन्छ।